ल हेर्नुहोस्, सुल्फे तेरो पाराले दुःख पायो साराले भनेर एमालेका कार्यकर्ताहरूले बालेन शाहको पुतला बनाएर जलाउँदै मध्यराति यसरी आन्दोलन गरिरहेका छन्। अब भन्नुहोस् यो चुनाव कस्तो होला? आज चुनाव अघि नै यस्तो छ भने भोलि चुनावको परिणामले झन् कस्तो आन्दोलन होला? कति नेपाली जनता मर्नुपर्ने हो, कति देश जलेर खरानी हुने हो, कति क्षति हुने हो? आजै त नेपाली जनतालाई यहाँ खाने घाँस र बस्ने बाँसको ठेगाना छैन भने यसरी मध्यराति राके जुलुस निकालेर एकले अर्काको विरोध गरेर आज रासोपा एमाले विरुद्ध, एमाले रासोपा विरुद्ध यिनीहरूको राजनीतिक खिचातानीले गर्दा, यिनीहरूको नयाँ पुरानाको लडाइँले गर्दा यहाँ नेपाली जनता कति मारमा परिरहेका छन्। सारा महँगी छ, नेपाली जनताले घाँस बाँस पाएका छैनन्, कपास पाएका छैनन् भने यता यिनीहरूलाई भने आफू नेता बन्नु छ। देश र जनताको अवस्था के छ, देशले के खोजिरहेको छ भनेर यिनीहरूले त्यो बुझ्न चाहेका छैनन्। पुराना भन्दा पनि नयाँहरूलाई यति धेरै देश र जनता यिनीहरूले जलाउन खोजिरहेका छन् भन्ने कुरा अस्ति 77-78 जनाले खुन बगाएर त्यत्रो देश जलेर खरानी भएर अहिले पनि यिनीहरू शान्तिका छैनन् र अझै यिनीहरूले कति जनतालाई उक्साएर मार्न खोजिरहेका छन् भन्ने यो भिडियोले प्रष्टै पारिसकेको छ। र अहिले चुनाव अघि नै यस्तो छ भने झन् चुनाव पछि कस्तो होला तपाईहरु आफै सोच्नुस् त। सुल्फे तेरो पाराले दुःख पायो साराले, सुल्फे तेरो पाराले दुःख